पेठाको डल्लो बनाऊ है यसो डल्लो बनाउनु आउँछ सबलाई डल्लो बनाउनु आउँछ जुम्ल्या छ नि डल्ला जुम्ल्या छ जुम्ल्या छ हो हामी पहिला सुन जुम्ल्या बनाऊ ल पहिलामा यस्तो जोड्नु सल्लाह आउँछ हामी सामान्य है एकदम ल यो कान होला है यो अहिले न केटा छ न केटी छ केही छैन अहिले खाइ डल्ला त छ नि हो कि हैन तर यो बिस्तारै बन्छ के यो स्टेप हुन्छ यसको अब यो पेटो त झुडिने भयो पेटो हैन एक त चुप्पी बन्ने भयो अहिले के केटाकेटी छुट्या छ छैन सजिलो तरिका के एकदमै है एकदम सजिलो जाने ल उल्टासी सुल्टासी उल्टासी सुल्टासी भयो अब हामी पहिला यसको कलर गरौँ भी सी सी भी है भयो फेरि ओ ओ बनाएर दुईटा डन्डा ओ बनाउने दुईटा के बनिरहेछ हो कि हैन के बनिरहेछ नि छाती यसको अगाडिको ल ओ भाइ पातलो के भन्छ पातलो भएन केही छैन पातलो भयो भने हैन ल अहिले यसमा के छुटेको छ केही छुटेको छैन है यो केटी त केटा तिमीले केटी भनेकोलाई म केटा बनाइदिन्छु तिमीले केटा भनेको म केटी पनि बनाइदिन्छु ए माइ त्यसो होला है ल हेर पहिला जुम्ले बनाउने हो क्या हामीले सजिलो तरिकाले एकदम सानो ठुलो होला अलि एक आँखा कान होला केही नभन्नु है सिक्ने हो ल अब यी जुम्ल्या भने दुईटा राख्ला भने होइन कपाल छैन अब हामीले छुटाउने भनेको यो कानको मुन्द्रा र कपालले हो नि अब कसलाई केटी बनाऊ कसलाई केटा बनाउला भन्नु फर्स्टकोलाई केटा त्यही ल यिनीहरूले भने फर्स्टलाई केटी हो केटी ठिक छ ल ल यसलाई केटी बनाउने है बहिनीहरू भने है यिनीहरूको है तिमीहरू ल है केटी बनाऊ है छुट्टिने भनेको पहिला मुन्द्राले ल अहिले अझै छुट्या छ हाँसा लाग्यो है ल हेर अब हेर पोइन्ट यहाँनिर हेर एकदम हेर अब हेर त ए है अब ट्याक्कै भएर यो केटा है म यसलाई म केटा बनाउँछु भन्न पनि पाइन्छ हैन यसलाई केटा बनाउँछु भन्न पनि पाइयो हामीले के गर्ने यसलाई यति जोड दिने हैन यसलाई चाहिँ बढाइदिने ओ अब राम्रो देखियो केटी राम्रो देखियो एउटा खाना